अहिले हुँदाबाट जेरो है काहीँ दिन्न त निकालो बजे निकालो भत्ता ल्याऊ ल भत्ता अहिले भत्ताको ल्याउँदो ल्याएको त साथीहरु भतिजेरोमा गएर भन्छु कि हामीले चाहिँ काकापति होटल हाल्यौं ल यो मिठाई खाओ मिठाई उनलाई चाख्न दिन्छु त्यसपछि भन्छु कि हाम्रो चाहिँ होटल हालिसकेपछि नास्ता चाउमिन यताउति हाल्न लागि पैसा पुगेन हामी एक व्यक्तिबाट चन्दा स्वरूप रु दिनै पर्ने 1313 रुपैयाँ एक व्यक्तिबाट दिनै पर्ने उठाउन लागेका छौं ल्याऊ भन्छु अझै हामीसँग बसेका मान्छेको के रियाक्सन आउँछ भिडियो पुरा हेरेर लाइक कमेन्ट शेयर गरिदिया पार्ट 1 है त धन्यवाद कुछ न कुछ तो गड़बड़ जरूर है दया कुछ न कुछ तो गड़बड़ है काकापति होटल खोल्यो थियो क्या काका अब त्यहीका लागि हाम्रो मिटिङ आएर अगाडि बढिदिनु हजुरको नाम लेकिन ये साला कर क्या रहा है यहाँ पे एक सेकंड अब हाम्रो यो होटल खोल्यौं हामीले भित्र सामान यताउति सबै मिलाउन लागि हाम्रो चाउमिन यताउति मोमो राइस भन्ने जस्तो सबै राख्न लागि हामीसँग पुगेन रे क्या अच्छा हामी चन्दा उठाउन हो एक व्यक्तिलाई हामी 1313 रुपैयाँ उठाउन हो रे देखि नि एक मान्छेबाट 1313 रुपैयाँ उठाउन हो हामी अबे साले यसो गरी हुँदैन अब मिठाई सिठाई सबैलाई दिए 1313 रुपैयाँ दिनु पर्छ नै हुँदैन हुँदैन चाखेले तमले मैले ढेके हजुरले चाख्नु भयो चाख्नु भयो हजुरले 13 रुपैयाँ छुट भयो 1300 निकाल्नु निकालो बजे निकालो भत्ता ल्याऊ ल भत्ता अहिले भत्ताको ल्याउँदो ल्याएको त भत्ता ल्याए पनि घरै हुन्न अब घर जाऊ भत्ता यहाँ हडौडा ल्याएका घर जाऊ पाठो बाख्रो छ कि पाठो बाख्रो दिनु नि त कमाइ गरिया छ नि ओ आन्टी कैसे लोग रहते हैं यार 1300 निकालो उदो मुन्टो